हामी उज्जैन शाह र आइटी शाह पनि चढ्दैछौँ र रासो पनि सरेको छ। पशु शाह पनि खाली हुँदैछ। बक्सा पनि छ, सुन्दुक फ्रिज पनि छ, फ्रिज। खरसाङ गाउँपालिका पुरानो बिल्डिङबाट नयाँ बिल्डिङमा सर्दैछ। प्रवीक शाह पनि खाली हुँदैछ। गाडीले सामान ओसार्दैछ। हामीहरू अहिले अफिसको सामानहरू ओसार्दैछौँ। पुरानो गाउँपालिकाबाट नवनिर्मित प्रशासनिक भवनमा सर्दैछौँ। हामीसँग हुनुहुन्छ हाम्रो भाइ सुरेश भाइ। पछाडि बहिनीहरू छ, सामान टन्ने छ। त्यसै गरी ट्र्याक्टरमा पनि सामान ओसारिरहेका छौँ। स्टकहरू जानुभएको छ। कालीगण्डकी पढिरहेको छ। हामी पारीबाट वारी गएको छ, वारीबाट पारी। आज दिन एकदम राम्रो छ, घाम मजाले लागेको छ, गर्मी पनि भएको छ। पशुको नयाँ निर्मित भवन प्रशासनिक भवन, घरजम गाउँपालिकाको नयाँ निर्मित प्रशासनिक भवन। त्यस्तै गरेर गाउँपालिकाको सटरहरू, भाडामा लगाएको सटरहरू, गाउँपालिकाको केही कर्मचारीहरू अगाडि छन्। हाकिम साहब गाउँपालिका अध्यक्ष, गाउँपालिकाको अगाडि सामानहरू सर्ने काम भइरहेको छ। यो नयाँ मेरो अफिस हो। यहाँ गाउँपालिकाको क्याम्पस रहेको छ। द गाइस, हाम्रो नयाँ रुम हो। अझै पनि सामानहरू मिलाउन बाँकी छ। यो स्वास्थ्य शाखा हो। स्वास्थ्य शाखा होइन यो? ल, स्वास्थ्यको पनि लगभग रेडी भइसकेको छ। वाउ, यहाँ यस्तो दामी भ्यू देख्न सकिन्छ। धौलागिरी बढी मल्टिप्रपोजल। मामा थाक्यो? यो शिक्षा शाखा हो। यो शिक्षा शाखाको रुम। गाइस ल हेर्नुहोस्, यहाँ शिक्षा शाखाको रुम छ। यो पनि मिलाउँदै हुनुहुन्छ सरले। कोठा एकदम लाइट चाहिँ पुरा कोठाभित्र छिर्छ। एकदम तातो कोठा छ यो। विनोद सर थाक्नुभयो? ल ल, यो यस्तो छ। यहाँ भित्र यस्तो छ। यो हाम्रो जिन्सी शाखा हो। जिन्सी शाखाको रुम यस्तो भएको छ। र नयाँ नयाँ ऱ्याकहरू। यो प्रशासन शाखा हो। प्रशासन शाखाको पनि नयाँ नयाँ ऱ्याकहरू तयार भएको छ। यहाँ पनि सामान मिलाउने बाँकी नै छ। अब हामी लाग्नेछौँ आर्थिक प्रशासन शाखा। आर्थिक प्रशासन शाखाको पनि कोठा एकदम ठुलो रहेको छ।
अब यो महिला तथा बालबालिका शाखा हो रेडी हुँदैछ यहाँ पनि साउन्डहरू राख्दै हुनुहुन्छ प्रमुख प्रशासकको अधिकृत कक्ष यस्तो रहेको छ यो पनि मिलाउन अझै बाँकी छ यहाँ सिसिटिभी क्यामेरा रहेको छ यो चाहिँ हाम्रो प्रमुख प्रशासक अधिकृतको कक्ष हो यहाँ बाथरुम पनि रहेको छ यहाँ चाहिँ यो के अरे कुन अफिसको अरे यो कुन अरे फुबु भन्सार कार्यालयको जग्गा पनि संरक्षित रहेको छ सिसिटिभी क्यामेरा म्युट गर्नु मिल्दो रहेछ यो उयो रहेछ ल च्यामात्रहरू यहाँ काम गर्दैछ मेरो कुरा कति नम्बर रहेछ 7 नम्बर रहेछ मेरो कुरा गर्नु अनि मेरो